पानी कहाँबाट निक्लियो है यार जमिनबाट आएको रे दाइ कस्तो हर्रे छ नि दाइ दाइ नाउमा चढ्ने हो तल देख्छ नालीमा भरि पहिला गयो तनाव छ यता झारीमा आओ यार शुरू करते हैं बिना किसी डेडिकेशन के त बिहान बिहान हामीहरू कहाँ गइरहेछ दाइ भन्नु न दाइ हामी कुपिन्ने द गाइज कुपेन्द्र दाइ भनेको कस्तो ठाउँ हो यो भनेको के हो उहाँ खासमा दाइ थाहा छैन मलाई यार मन्दिर अनि के हो गरे लेखो समुद्र हो समुद्र हो ताल ताल ए त आज हामीहरू अब हामीहरू भइसकेछ रेडी निस्किनेको लागि खै गणेश दाइ खै अहिले हामी गइरहेछ अब बस पार्क यहाँ हाम्रो दुईटा दाइ ये है कुछ इस तरह से बस है तो अभी हम हमारी 6:45 की बस है जो हमें 10 बजे पहुँचाएगी जहाँ हमें जाना है देखते रहिए अभी दिखाएंगे आप दायारो तो फाइनली अब पहुँच चुके हैं हम बस स्टैंड हामी जान्छ जाने धरान जाने उमा जाने प्लेनमा बेच गर्नु फाइनली अब हामीहरू गइरहेछ टिकट मालेर राख्नु है दाइ त फेरि डबल पैसा दिनुपर्छ है गाडी नम्बर हो त दाइ फाइनली पुगेर कस्तो लागिरहेछ अब त भमिटिङ आउँछ ओ भाइ कस्तो हर्रे छ नि दाइ नाउ पनि खेलाउँछ दाइ त महँगो ल्याएर फेरि होइन फेरि जामला त डर लाग्छ नि त कस्तो हरियै छ यार दाइ यार फाइनलमा 2 घन्टा पछि पुग्यो यार दाइ यार यस्तो 7 बजे हिँडेको नि हामीहरू वहाँबाट 9 बज्यो 2 घन्टामा तल पसल छ कि नै यार कस्तो हरियै छ यार एकदम दाइ नाउमा चढ्ने हो मान्छे कराइरहेछ है उहाँ तलतिर रहेछ यार दाइ केटीहरू रहेछ ए फुच्चे रहेछ दाइ के प्लान छ आज फर्किने हो कि बस्ने हो आज फर्किने हो प्लान
म आएको मेरो त गाह्रै लागेर छ यार यस्तो भयो नि मलाई छुट्टीमा केमा भन्छ त मलाई के अरे आइपुग्यो थाहै भएन यार लामो आएको गाडीमा लामो त लामो रहेछ यार आएको गाडीमा तल हेर ताल देख्छ नाडीमा छम्माभरि पहिला गयो तनाव छ यता झारीमा पछामा पहिला गयो शिवानीको बसेन पानी कहाँबाट निक्लियो है यार जमिनबाट आएको गरे दाइ जमिन मुनिबाट एउटा कागज पनि हुँदैन यहाँ गरे पाती खस्दैन गरे हो यो तालमा दाइ कति चिल्लो छ माछा पनि टन्नी होला नि यता त मजाको हान्न त फोटो के गर्नु भन् कसरी एउटा कसरी एउटालाई तल माथिको तपाईँहरूको 300 पर एउटालाई तल माथि एउटालाई एउटा लगाउँ कि 300 नि यसलाई 600 एउटा लगाउँ कि है के दिनु तपाईले एउटा लगाउँ खै सुन त छैन यसमा नै भाइ मतलब जो अगरबत्ती हुन्छ नि मिठाई हुन्छ अनि यो सानो मिठाई सक्यो तल त दिनेशलाई दुईटा दिन 500 दिन्छ त्यहीबाट काट्नु न बरु त्यहीबाट काटेर ठ्याक्कै हुन्छ कि दाइ 370 भयो नि अहिले पूजा गरेर अब फिर्ता गरिसक्यो अब नास्ता खाने हो नारियल त खाने होला हामीहरूले घर तले जाने होला नारियल जाम कहाँ नास्ता गर्ने जाने होला अब त जाम कस्तो लाग्यो पूजा गरेर ओ दाइ आएर कस्तो लाग्यो मजा आइरहेछ मजा 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 एकदम बेग्लै छ के हुन्छ के गरे त्यो पाल भएर आएको आज हल्का त्यो घुम्न पाउँदा खुसी लाग्यो अब यसरी बाइकमा आयो यार केटाहरू यार बाइकमा आयो भनेको कस्तो लाग्छ आज बरफ एकदम हाम्रो अर्को लौरेश होला मरद छ मरद घोर घन्टे कुन पसलमा जाने कि यार एक त यति यहाँ आउनु यहाँ भन्छ त्यही त किन र नाइ वाट्सएपमा जोडे नाइ जोडे जाला ऊ चाहिँ आउनै पर्दैन कि हिँड्दै लगा छिटै मलाई ऊ भने यार क्या माछा मार भनेर राति बजार गरेको थिएँ मेरो अगाडि नदेखि अब भन्नु लाग्यो ल आफै अगाडि आइदियो त्यसै के जिस्काउँछ के कहाँ जाने के यार लाजको मैले यार एक पनि होइन टोइलेट जाऊँ पहिला आन्टीले अहिले सबैजना कस्तो हेरेर आएको छ होइन के गर्ने यार छिटो यार त जाऊँ न कुन पसल जाने सबैले फेरि भन्छ क्या यार यस्ता पाजी यार सादा खाना काम का 10 रुपये के खाने दाइ चाउमिन खाने कि भात खाने हो खानु पर्यो सादा खाना 150 रुपये सादा खानामा के छ अनि
सादा खाना दाल भात दाल भात साग का तरकारी बड़ी बना देना साग में मछली खाने में मिले तरकारी बना फिर बनाते कैसे के खाने दाइ अंडा दाल ठंडा अंडा चाउमिन गर्न जे अगाउने चिज त्यही खाने हो 20 minutes later. अब हम नाश्ता खा के भी हो चुके हैं फारिग और अब हम सोने की तैयारी में कर रहे हैं क्योंकि अब कुछ ज़्यादा ही पेट भर के अब नींद जैसी लगने लगी है तो झिक्ने के जकेट दाइ सुत्दै कस्तो आहा एकदम मजा आएर कस्तो हावा चलेछ हैन त अब हामीहरू 1 घन्टा सुतेर अब गाडी 1.5 घन्टामा आइहाल्छ 1 घन्टा सुतेर अब गइहाल्ने हो हामीहरू घुमेर गएर छ अब फर्केर छ के भन्नुहुन्छ दाइ आज यस्तो बबाल रमाइलो भयो आज हामी चाहिँ यस्तो घुमघाम सकेर अब घरतिर लाग्दैछौँ अब फेरि अर्कोचोटि आउने फोन गर न पनि हाम्रो सम्भव छ को को आउनुहुन्छ कृपया भिडियोलाई लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला के गरिदिनु होला गरे भिडियोलाई लाइक सब्सक्राइब नत्र हितल त आउनु भन्नु कमेन्ट सेयर गरिदिनु होला फेरि अर्कोचोटि आउनु चाहन्छ भने फेरि हामीलाई फेसबुकमा जोडिनु हुन मन बाई बाई